रातिको 7 बजे हामी यहाँ राजाभातको फरेस्टमा के फरेस्ट थाहा भएन, रेल पार हुँदैछ र पर्खिरहेको छौँ। मालगाडी छ, मालगाडी रातिको 7 बजे मालगाडी क्रसिङ हुँदैछ, हामी पर्खिरहेको छौँ। वारी पारिपट्टि वहाँ हेर्नु साथीहरू सिग्नल दिँदैछ, वहाँनिर यहाँ सिग्नल दिएको हेर्नुहोस् साथीहरू। राति यस्तो बिस्तारो चल्छ राति, किनभने यो जङ्गलको बाटो हात्तीहरू जीवजन्तु हुन्छ भने चाहिँ एकदम बिस्तारोसँग चल्छ। हेर्नु सक्नुहुन्छ, यो चाहिँ मालगाडी भन्छ, आफ्नो डब्बा डब्बा। बहुत लामो रहेछ, 1.5 मिनट हुन आँट्यो। आम्मा यति लामो। मैले चाहिँ डब्बा गर्न सकिनँ साथीभाइ, तपाईँले डब्बा गरेर कमेन्ट गर्नु होला कतिवटा डब्बा थियो रहेछ। हेर्नुहोस् अझै लामो छ। पक्का 2 मिनट लाग्यो साथीभाइ, सक्यो। अन्तिममा सेता डब्बा। पारिपट्टि मान्छे भिड, हामी पनि यता भिड छौँ। लाइन छ, यी लाइन। मेरो गाडी यता छ। रातिको 7 बजे हामी यहाँ राजाभातको फरेस्टमा के फरेस्ट थाहा भएन, रेल पार हुँदैछ र पर्खिरहेको छौँ। मालगाडी छ, मालगाडी रातिको 7 बजे मालगाडी क्रसिङ हुँदैछ, हामी पर्खिरहेको छौँ। वारी पारिपट्टि वहाँ हेर्नु साथीहरू सिग्नल दिँदैछ, वहाँनिर यहाँ सिग्नल दिएको हेर्नुहोस् साथीहरू। राति यस्तो बिस्तारो चल्छ राति, किनभने यो जङ्गलको बाटो हात्तीहरू जीवजन्तु हुन्छ भने चाहिँ एकदम बिस्तारोसँग चल्छ। हेर्नु सक्नुहुन्छ, यो चाहिँ मालगाडी भन्छ, आफ्नो डब्बा डब्बा। बहुत लामो रहेछ, 1.5 मिनट हुन आँट्यो। आम्मा यति लामो। मैले चाहिँ डब्बा गर्न सकिनँ साथीभाइ, तपाईँले डब्बा गरेर कमेन्ट गर्नु होला कतिवटा डब्बा थियो रहेछ। हेर्नुहोस् अझै लामो छ। पक्का 2 मिनट लाग्यो साथीभाइ, सक्यो। अन्तिममा सेता डब्बा। पारिपट्टि मान्छे भिड, हामी पनि यता भिड छौँ। लाइन छ, यी लाइन। मेरो गाडी यता छ।